होइन के पारा हो तपाईँको? राति रक्सी खान्छ, घरमा खानालाई एक दाना चामल छैन, नुन छैन, तेल छैन, राति भट्टीतिर जान्छ, भट्टीको साउनीसँग मस्केर बसेछ। तपाईँलाई अलिकति घरको बारेमा चिन्ता छैन? छोरा पनि कति दिन भइसक्यो यहाँ नआएको, अलिकति तपाईँलाई घरको बारेमा छोराको बारेमा चिन्ता छैन? के को किचकिच हुनु नि? छोरामा लागु औषधको लैलैमा लागेर, साथीको लैलैमा लागेर छोरा बिग्रिसक्यो नि। तपाईँलाई चिन्ता छैन? घरमा बस्ने भए पो थाहा हुन्छ। जानुस् आजको विषय बताइ के छ त? विद्यार्थीहरूलाई सिकाउने यो जस्तो मिस यो जडियाहरू बिहानै भट्टीमा बसेर यसरी रक्सी चुरो खाए यसरी त यिनीहरूको छोराछोरीको भविष्य के हुन्छ? यो उमेरमा नै लगो चोटमा फसेर यसरी रक्सी चुरो खान थाल्यो भने त यिनीहरूको परिवारको त सत्यनाश हुन्छ त मिस। कस्तो हुनु नि? जस्तो बाबा आमाले सिकायो छोराछोरी पनि त त्यस्तै हुने हो। अब यिनीहरूको देखेर छोराछोरी पनि त्यस्तै हुन्छ। है मैले छाडिदिनुहोस् मिस, स्कुल जान पनि ढिला भइसक्यो। कति हुने हो नि? मङ्सिर 1000 उसको अहिलेको चाहिँ 500 जम्मा 1500 भयो। के दिदी हो र? ल जाऊ तिमीहरू अब। Good morning. Basa. Thank you, miss. Hari. आज क्लासमा आएको कि उकेटी छैन झुक्राको भेट्दै त आँखा पनि रातो छ मिस अनि क्लास पनि कस्तो बनाइरहेको छ अघिबाट। अरे ए हरि
केही नै मिस, राति सुत्न नपाएर हो मिस, आँखा बलिरहेको छ मिस। हजुर मिस। हजुर मिस। ल आजको हाम्रो शिक्षा चाहिँ लागु छात्र है सबैजनाले ध्यान दिएर सुन है त। हुन्छ मिस। आजको पाठ हो लागु औषध। लागु औषध भन्नाले रक्सी, चुरो, गाँजा, सरेट इत्यादि हो। यसले हाम्रो शरीरलाई धेरै असर र गाउँ समाजमा पनि नराम्रो असर गर्छ। यसलाई सक्नु चाहिँ राम्रो होइन है त। मिस हाम्रो गाउँमा पनि एकजना दाइले गाँजा, चुरो, रक्सी खाइरहनुहुन्थ्यो, आज बित्नुभयो नि। अनि नानी यो लागु औषध भनेको यस्तो हुन्छ जसको कारणले गर्दा मान्छेलाई एउटा व्यक्तिलाई मात्र होइन सम्पूर्ण व्यक्तिलाई पनि खराब असर परिरहेको हुन्छ। व्यक्ति, समाज, परिवार भिन्न भिन्न हुन्छ। त्यसैले चाहिँ लागु औषधमा फस्नु हुँदैन। तिमीहरू पनि लागु औषधमा नफस है त। हुन्छ मिस। ल आज त हाम्रो पाठ चाहिँ आजलाई यति नै हुन्छ। सबैजनाले चाहिँ भोलि आउँदा यसको बारेमा राम्रोसँग पढेर आऊ है त। हुन्छ मिस। ल आज त हाम्रो त्यो बाबुले स्कुल आउँदाखेरि रक्सी र सुरो खाएको देखिरहेको नि। होला म खानु होला, म पनि राखेको छु यार। के छ भने खोइ खानु त खै मिठो हुन्छ भनेर भन्दा त्यो खै निकालेर मिठो हुन्छ छिटो निकाल्नु। हो ल तिमीलाई थाहा छ त्यो हरिको घरमा त हरिको बाउले तिनकै घरमा मम्मीलाई पिट गरे नि त। ए हो र आज पनि हरिले के खाइरहेको थियो, कलासमा कस्तो बनाइरहेको थियो, पक्कै जस्तो खाएको हुनुपर्छ है। हो त आमा हेर त्यो त हरि होइन र। हो नि यसले के गरेर बसिरहेको छ। हिजो पक्कै गाँजा होला है। हो नि ए जस्तो भाइ त्यसै है हामी जानु भयो। जान्छ आजको क्लास कस्तो भयो त? कस्तो हुनु नि राम्रो भयो। अनि मैले चाहिँ विद्यार्थीहरूलाई चाहिँ लागु औषधको बारेमा के कस्तो भनेर सिकाएर आएँ नि। ए ल यो त हरि होइन र हरि तिमीहरूले के गर्दैछ? आजै लागु औषधको बारेमा पढायो, केटाकेटीको हाल के छ। ओहो नि यो हरिको त घरमा गएर बाबा आमासँग सबै कुरा भनिदिनु पर्छ है नि।